मेरो ठुलो बुवा झापामा 101 वर्ष पुग्नु भयो। दाँत मुखभरि सबै बगाएर पनि आइरहेछन् अर्का नयाँ। हामी आज भेट गर्न गएको ठुलो बुवासँग झापा। कति कडा हुनुहुन्छ, गाई दुहुनुहुन्छ, गोबर सोर्नुहुन्छ आफैले। ठुलो बुवा गोबर आफै सोर्नुहुन्छ। दुईटा गाई छन्, आफै दुहुनुहुन्छ। दुईटै आफै दुहुन्छु। दुई राखेको छु, सार्छु, लान्छु, बान्छु। फेरि कस्ता सजिला छन् भने फुकाइदिएपछि सरासरी घर आउँछन्। त्यो तार्नु पर्दैन। अनि म बिस्तारो हिँड्छु, कुद्दैनन् एकदम कुद्दैन। अति सजिला छन्। सक्नुहुन्न उहाँ भनेर उहाँ गौमाताले पनि थाहा पाउनुहुन्छ। के थाहा पाउँदैन चाहिँ, थाहा पाएर पनि नकुदेका त। नभए म कहिल्यै तिनीहरूलाई कुट्दिनँ। ल कहिल्यै कुट्नु पर्दैन। गोबर लागे हुन्छ खुरोभित्र, औँलो हाल्छु, एक फुट्रो झिक पनि बिस्तारो फुट्रो झिक निकालिदिन्छु। 101 वर्ष पुगे मान्छे